वीरगंज महानगरपालिका 7 में अवस्थित माई स्थान विद्यापीठ माध्यमिक विद्यालय में अध्ययनरत करीब 3000 विद्यार्थी को दैनिकी सञ्चालन भइरहे पनि विद्यालय बाहिरको सडक अवस्था भने दिनहुँ तनावपूर्ण बन्दै गएको छ। बिहान 10 बजेबाट साँझ 4 बजेसम्म कक्षा सञ्चालन हुने यो विद्यालयमा छुट्टीको समयमा एकैचोटि धेरै विद्यार्थीहरू सडकमा निस्किने भएकाले समस्या अझ गम्भीर रूपमा देखिन थालेको छ। विद्यालयसम्म पुग्ने मुख्य सडक साँघुरो भएको र सडककै बीचमा विद्यार्थी तथा रिक्साहरूको भिडभाड मिसिँदा आवत जावत पूर्ण रूपमा अवरुद्ध हुने अवस्था देखिन्छ। छुट्टीको समयमा केही मिनटमै सडकमा कोलाहल सिर्जना हुने र विद्यार्थी तथा पैदल यात्रीहरू दुवै पक्षबाट दबिँदै हिँड्नुपर्ने बाध्यता उत्पन्न हुने गरेको छ। यस्तो अव्यवस्थित चहल पहलका कारण विद्यार्थीहरू विभिन्न चोटपटक लाग्ने जोखिममा परेका छन्। कतिपय अभिभावकले ठक्कर लाग्ने आशंकाको कारण छुट्टीको समयमा अत्याधिक तनाव लिनु परेको बताउँछन्। उनीहरूको भनाइमा विद्यार्थीहरू सुरक्षित भएर विद्यालय जाने आउने अधिकारबाट वञ्चित हुन थालेका छन्। अभिभावकहरूका अनुसार विद्यालयभित्रको वातावरण, शिक्षक शिक्षिकाहरूको व्यवहार, पढाइको गुणस्तर तथा अनुशासन उत्कृष्ट छ। उनीहरू भन्छन् विद्यालयमा कुनै पनि कमी छैन। शिक्षकहरू राम्रो, पढाइ राम्रो, व्यवस्थापन राम्रो, हामी सबै कुरामा सन्तुष्ट छौँ। तर हाम्रो चिन्ता भनेको विद्यालय पछि गेट बाहिरको सडक हो। त्यहीबाट हाम्रो छोराछोरीको जोखिममा पर्छन्। यो समस्याको मूल कारण भनेकै विद्यालय अगाडिको सडकमा अनियन्त्रित रूपमा चलाइने र सडकभरि ओभरटेक, थुनावट तथा भिड थप्ने रिक्साहरू रहेको विद्यालय प्रशासनले बताउँदै आएको छ। नियमित यात्रु, विद्यार्थी र पैदल यात्रीहरूको सङ्ख्या धेरै हुँदाहुँदै पनि रिक्साहरूले निर्धारित लेन वा दिशा नमान्दा समस्या अझ गम्भीर